अलिकति यो चित्रमा यहाँहरूले के देख्न सक्नुहुन्छ? चित्र देख्नु असमानता देखियो। समानताको नारा त्यहाँ छ, व्यवहारमा चाहिँ असमानता देखियो। महिलामा मात्रै बोझ देखियो, पुरुषमा मोज देखियो, पुरुषमा मोज, महिलामा बोझ। मोज र भोज है त। अनि अरू पुरुष लोड नभएर उफ्रिरहेछ हैन, महिला चाहिँ अब धेरै ओभरलोड भएर चल्नै नसकेको। रेफ्री पनि बिचौमै रहेछ नि। ठिकै छ। यसै गरी यो चित्रमा चाहिँ के देख्नु भएको छ? थोरै म यहाँहरूलाई हिंसासँग सम्बन्धित हिंसासँग सम्बन्ध छुवाछुत, असुरक्षित गर्भपतन, बाल विवाह, महिलालाई कुटपिट। त्यो पानी भर्न नदिएको अब त धेरै बोल्नु नै भनेर जस्तो बोल्नु नै ट्राफिकिङ पनि देखियो। ट्राफिकिङ पनि देख्नुभयो। भनेपछि यहाँ धेरै कुराहरू देख्नुभयो। र आज यो विभिन्न हिंसाका स्वरूपहरूमध्येमा आज यहाँहरूलाई घरेलु हिंसाको विषयमा अलिकति हामी छलफल गर्छौँ। के होला जस्तो लाग्छ हामीलाई? घरेलु हिंसा प्रकृतिका विषय थुप्रै छन्, त्यसमा पनि म घरेलु हिंसा के होला घरेलु हिंसा भनेको अलिकति छलफल गरौँ न। के हो जस्तो लाग्छ हामीलाई? घरभित्र हुने हिंसा हो। घरभित्र हुने हिंसा। अनि अरू के होला घरेलु हिंसा भनेको? हामीले सुनेको शब्द हो नि यो है, घर परिवारभित्र हुने हिंसा। हामीले हाम्रो समुदायमा अथवा हाम्रो टोल छिमेकमा यो खालको घरेलु हिंसा हामीले देखेका छौँ कि छैनौँ? छौँ। हजुरहरूले भनेको जस्तै घरेलु हिंसा भनेको घरेलु सम्बन्ध भएको व्यक्ति। घरेलु सम्बन्ध भएको व्यक्ति भनेपछि हामीले कस्तो सम्बन्ध बुझ्छौँ? श्रीमान श्रीमती, आमा बुवा, छोरा छोरी, आमासँग सम्बन्ध, अफिसमा हाकिम प्लस जुनियर स्टाफसँगको सम्बन्ध, देउरानी जेठानी घरेलु भन्नुभयो। घरेलु होइन। अनि घरबाट बाटा पाउनु भयो। अब हिंसा सोध्नु भयो नि हजुरहरूले जस्तै घरेलु सम्बन्ध भएको व्यक्तिबाट हुने हिंसा। हामी अफिस जान्छौँ, एकछिन है प्लिज। हामी तपाईँ एकछिन कल्पना गर्नुहोस्, तपाईँ कहीँ विदेश जानुभएको छ। तपाईँले त्यो विदेशमा रहँदा बस्दा सबैभन्दा धेरै मिस गरेको ठाउँ कुन हुन्छ? घर। तपाईँ कार्यालयमा जानुभएको छ, तपाईँलाई फर्कन हतार भएको ठाउँ कुन हुन्छ? हामी कहीँ भ्रमणमा गएका छौँ भने पनि फर्कन हतार हुने ठाउँ कहाँ हुन्छ? किन हामी घरमा, हामी एकदमै विदेशको होइन ट्राभलमा गइरहेको छौँ, घुम्न गइरहेको छौँ, र पनि हामीलाई फर्कन मन लागेको ठाउँ घर किन हुन्छ होला? हामी किन घरमा फर्कन आतुर हुन्छौँ होला? किन? इमोसनली अट्याचमेन्ट हुन्छ नि त, एउटा भावनात्मक। घरमा शान्तिपूर्ण वातावरण हुन्छ। घर भनेको चारवटा पर्खाल मात्र होइन, भावना हुन्छ कि भावना जुडिएको हुन्छ। आड भरोसा, माया, प्रेम, आफ्ना मान्छे। हजुरहरूले भने जस्तै हामी विदेशमा जाउँ, कुनै काममा जाउँ, कहीँ पनि जाउँ, हामीलाई घर जाउँ जाउँ लाग्छ। र यसो कल्पना गरौँ त, त्यो जाउँ जाउँ लाग्ने घरमा यदि हिंसा छ भने कस्तो हुन्छ होला? क्यान यु इमेजिन? के हुन्छ होला? काजाम हो। त्यसैले हामीलाई घर जाउँ जाउँ भन्ने वातावरण बनाउनको लागि हामीले के गर्नुपर्ने रहेछ? के गर्नुपर्ने रहेछ? हो, हाम्रो समुदायमा, हाम्रो घर परिवारमा हामीले देखेका ठाउँमा भएका घरेलु हिंसाको चाहिँ
अन्त्य गरेर त्यो घरलाई जाउँ लाग्ने बनाउनु पर्ने रहेछ। र यदि हाम्रो समाजमा त घरेलु हिंसा छ भनेर यहाँहरूले स्वीकारिसक्नु भएको छ भनेपछि यदि त्यस्तो घरेलु हिंसा अन्त्य गरेर घरमा जाउँ लाग्ने वातावरण बनाउनको लागि त्यो घरेलु हिंसा अन्त्यका लागि पनि हामीले विभिन्न ठाउँमा उजुरी गर्न सक्छौँ। कानुनले त्यो खालको चाहिँ व्यवस्था चाहिँ गरेको छ है। हामीले कहाँ दिन सक्छौँ थाहा छ? कहाँ जाने होला ल भन्नुहोस् त? अन्त स्थानीय सरकार वडामा जान सक्छ। हामी हजुरहरूले भनेको जस्तै स्थानीय तह अहिले हामीसँग 3 तहको सरकार छ। त्यसै गरी हामी अदालतमा पनि जान सक्छौँ, राष्ट्रिय महिला आयोगमा जान सक्छौँ, प्रहरी कार्यालयहरूमा जान सक्छौँ, राष्ट्रिय मानव अधिकार आयोगमा पनि जान सक्छौँ। राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, विशेष गरी राष्ट्रिय महिला आयोग नै भन्ने छ। र हामीलाई यो घरेलु हिंसा घरमा कस्तो छ भन्दाखेरि यो सामान्य हो नि भनेर हामीले एकदमै जेनरलाइज गरेको कुरा छ है। त्यसैले अब हामीले यस्तो भएको खण्डमा हेर्नुहोस् त, यदि हामीले घरेलु हिंसा गऱ्यौँ या कहीँ कतै हाम्रो समुदायमा त्यस्तो घरेलु हिंसा भयो भने यदि हामीले त्यो उजुरी गऱ्यौँ भने के हुने रहेछ? यस्तो अपराध गर्ने व्यक्तिलाई 13,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना वा